नेटवर्किङ भन्ने सानो कस्तो हुन्छ म युट्युबबाट कार्ड वितरण हुँदैछ होइन। अनि त्यसमा चाहिँ के छ भन्दाखेरि हाउ बिग इज मम्स बेली भन्ने छ है। अब त्यसमा चाहिँ हजुरको नाम र अनि त्यसपछि मेजरमेन्ट लेख्नु होला, अनि जसको म्याचिङ हुन्छ नियरेस्ट उसले चाहिँ अब गिफ्ट पाउने छ। गिफ्ट चाहिँ हाम्रोमा क्यान्डी हुन्छ। Almost. ठिक छ
तुमसे ही दिन होता है, सुरमई शाम आती है, तुमसे ही हर घड़ी सांस आती है, जिंदगी कहलाती है, तुमसे ही नाते गाउँ भोकी मिलाएर नाचिदिँदा आँगनीमा छम्मा छम्मा नाचे छम छम टिका साली फकानी नेपालको गीत सम्झेपछि नारायण दाइले सम्झिन्छु होइन कहिले दिए बिजनेस त गर्दैन हाम्रो त सभापति नि हो नि सानो मिरमिरे आमा समूहको छ होइन नमस्कार म मिरमिरे आमा समूहको सभापति उहाँसँग चाहिँ सर्कल केमा काम गर्दाखेरि भेट भएको थियो अनि फर्स्ट राइटमै भेट्दाखेरि एकदमै ह्याप्पी पर्सनालिटी होइन मलाई धेरै सजेसन दिनुभएको थियो त्यहाँबाट अहिलेसम्म हामी चाहिँ छौँ होइन त्यही भएर थ्याङ्क यू सो मच आज के अरे यो हाम्रो जन्म विवाह भनेको दुइटा एकदम ठुलो उत्सव हो होइन यो उत्सवलाई एकदम उत्सवमै बनाउनु भएको छ यति राम्रो अर्गनाइज गर्नुभएको छ थ्याङ्क यू सो मच हामी सबलाई इन्भाइट गर्नुभयो कङ्ग्रेचुलेसन बेस्ट विसेस सेफ डेलिभरी होस् एकदमै नयाँ फ्यामिली मेम्बर आउँदैछ त्यसको लागि धेरै धेरै बधाई थ्याङ्क यू नाम बिर्से पनि थ्याङ्क यू सरोज एन्ड सिर्जना धेरै धेरै बधाई कङ्ग्रेचुलेसन वेलकम टु द क्लब डाइपर चेन्ज अनि सिक्नुहुन्छ चाँडै अनि आई वुड लाइक टु नो सरोजको हाउ हि इज फिलिङ बिकज बिङ ड्याड फर द फर्स्ट टाइम सो ओके अलिकति खत्रै आयो क्वेसन पनि है क्वेसन एकदम खतरा क्वेसन आयो एकदम राम्रो प्रश्नको लागि धेरै धेरै धन्यवाद इट्स अ जर्नी होइन मान्छे जन्मिन्छ हुर्किन्छ मृत्यु हुन्छ यो लाइफको साइकल हो होइन बिचमा विवाह पनि हुन्छ है त्यो छुट्याएँ मैले र यो जर्नी लाइक अब कस्तो भइरहेछ भने मलाई त्यो एसएलसी पास भएर +2 जान्छन् होइन +2 जाँदा एकदमै रमाइलो हुन्छ होइन त्यसपछि +2 पास भएर ब्याचलर जाँदाको भाइब्स आइरहेछ मलाई अलि जिम्मेवारी थपेको अझै मोर रेस्पोन्सिबल लाइक त्यस्तो खालको चाहिँ अलिकति भाइब्स आइरहेको छ अनि बिङ अ प्यारेन्ट्स इज लिटरली समथिङ लाइक यो लाइफको छुट्टै जनरामा इन्ट्री गर्दैछु भन्ने जस्तो फिल भइरहेको छ त्यही नै हो लाइक अब खै भन्नलाई शब्दै पुगिरहेको छैन सो एक्साइटेड एन्ड थ्याङ्क यू है थ्याङ्क यू फर माई लभली वाइफ है फर गिभिङ मी अ स्विट लिटल गर्ल र छोरीलाई वेलकम वी आर सो एक्साइटेड यो उडेर हुन्छ थ्याङ्क यू सर Thank you, Sarangkang. Sindanti. Hello everyone. Hi. Saroj Dai and Balju, both of you like congratulations. अनि अब मलाई चाहिँ एकदम खुसी लागेको छ दाइलाई लामो समयदेखि चिनिरहेको मैले र आज उहाँहरूले नयाँ
एउटा लाइफको च्याप्टर भनौँ न त्यो चाहिँ स्टार्ट गर्दैपछि चाहिँ एकदम खुसी लागेको छ है। अनि त्यसपछि एनिवे बेबीलाई पनि हामी एक्साइटेड टु सी यु आउट हियर है, हाई देयर होइन। अनि ल अब सबैजना 2जनालाई 3जनालाई कङ्ग्रेचुलेसन वन्स अगेन। थ्याङ्क यू। यहाँहरू सबैलाई नमस्कार। सबै अनुहार त मैले आजै चिने होइन, यस्तो जमघट फेरि फेरि पनि हुन पाइयोस् र विशेष गरी अब यो सिर्जना म्याडम र हाम्रो सरोज मामा भन्छौँ हामीले, उहाँहरूलाई एकदमै बधाई छ र हेल्दी र सेफ डेलिभरीको लागि पनि हाम्रो कामना छ। हामीले यो समय पार गरेर आइसकेका छौँ। हामी त्यो मानेमा पनि हामी खुसी छौँ कि हाम्रा नानी बाबुहरूले पनि साथी पाउँदैछन् होइन। उहाँ मेन दाइले भने जस्तो यस्तो फेरि फेरि पनि जुटोस् भन्ने कामना गर्छु। धन्यवाद फेरि फेरि पनि तपाईँलाई 2जनालाई धेरै बधाई। र यो सबै जे यहाँ डेकोरेसन यस्तो रमाइलो यो एकदमै आकर्षक छ। यो आयोजना गरेकोमा मामा प्लस हाम्रो युवराज भाइ, अभिषेक ब्रदर र प्रसन्नता भाउजूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु। हाम्रो छोरीले अब बहिनी पाउँदैछ, वेलकम होइन। अब त्यही हो। नेक्स्टमा हाम्रो विनर च्याम्पियन मिस्टर नवराज नेउपाने, फ्लोर इज ओपन फर यु ब्रो। नमस्कार सबैजनालाई। सर्वप्रथम त सरोज भाइ अनि सृजना बहिनीलाई धेरै धेरै बधाई दिन चाहन्छु। साथै तपाईँहरूले चाहिँ आज यो अवसर पारेर हामी सबैलाई निमन्त्रणा गर्नुभयो। हामी सबैजना चाहिँ यहाँ आएर यो कार्यक्रममा सहभागी हुन पायौँ, सबैजनासँग चिनापरिचय हुन पायो, एकदमै खुसी लागेछ। अनि सर्वप्रथम त अब सरोज भाइ बहिनीलाई फेरि पनि धेरै धेरै बधाई। अघि नानी भाइले भने जस्तै अब नयाँ मेम्बर्सको आगमन हुँदैछ, त्यसको लागि धेरै धेरै शुभकामना। अनि फेरि पनि यस्ता कार्यक्रमहरू गर्दै गर्नु सरोज भाइ है। पहिलो भयो, अब दोस्रो तेस्रोको लागि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। धन्यवाद। 2 शब्द प्लिज। आवाज सुनिएको छ है। फर्स्ट अफ अल चाहिँ आज यो बेबी शावर कार्यक्रममा इन्भाइट गर्नुहुने हाम्रो सिर्जना बहिनी र सरोज भाइलाई सबैजनाको तर्फबाट हामी हार्दिक धन्यवाद भन्न चाहन्छौँ र यो अवसर हामीलाई दिनुभएको छ र तपाईँलाई 2 शब्द विश गर्न पाएका छौँ। थ्याङ्क यू सो मच दुवैजनालाई। त्यसपछि अब शुभ अवसर, आज अस्पेसियस एउटा अवसर जुटेको छ र सबैजना जम्मा भइयो। अनि अब यो संसारमा कोही नयाँ व्यक्तिको अब जन्म हुँदैछ छिटै भन्ने हामी सबैलाई थाहा भएको हुनाले यो प्रक्रिया चाहिँ एकदमै शुभ रहोस्, राम्रो होस् र जुनीसम्म चाहिँ यसले चाहिँ निरन्तरता पाओस्। एउटा सुखी परिवारको चाहिँ सुरुवात हुन लागेको छ, 2 बाट 3 हुन लागेको छ। नयाँ धर्तीमा नयाँ नै जन्म हुने भएको भएर यो चाहिँ एकदमै शुभ अवसर हो।
त्यसको लागि चाहिँ हाम्रो सरोज भाइ र बहिनीलाई चाहिँ हामी चाहिँ धेरै धेरै बधाई भन्न चाहन्छौँ र यो यात्रामा हामी पनि सहभागी हुन पाउँदाखेरि खुसीको आभास मिलेको छ र थ्याङ्क यू सो मच भन्न चाहेँ मैले। र आजको यो वेल अर्गनाइज कार्यक्रमको लागि पनि हृदयदेखि धन्यवाद भन्न चाहन्छु म। यो राम्रो माहौल बनेको छ, सबैजना रमाउन पाइयो, भेटघाट गर्न पाइयो, यो अवसर जुट्यो र यसमा विशेष पात्रहरू तपाईँहरू दुईजना हुनुहुन्छ आज। यसको लागि मेरो आफ्नो तर्फबाट पनि एकचोटि थ्याङ्क यू सो मच भन्दै मैले चाहिँ यसलाई अब औपचारिक रूपमा अरू कुरा पनि बाँकी छन् होला, यो पनि पक्कै पनि राम्रोसँग हामी कम्प्लिट गर्नेछौँ। अगाडि देखिरहेको छु मैले राम्रो डेकोरेट भएर बसेको यहाँ केक बसिरहेको जस्तो लागेको छ, यसको पनि पालो आउँदैछ होला। यति नै भने मैले, अब अरू खासै त्यस्तो केही भएन। अब अरू चाहिँ अब हाम्रो मनिष दाइलाई दिएँ मैले। अब थ्याङ्क यू सो मच। प्रमुख अतिथि हाम्रो सुरजका सृजनालाई वेलकम टु द क्लास। त्यति हो। थ्याङ्क यू थ्याङ्क यू। Baby, you are attractive, attractive, attractive. Baby, you are beautiful, beautiful, beautiful. Wednesday morning, love you. Thursday morning, love you. Wednesday morning, love you. Tuesday morning, love you. Wednesday morning, love you. I wanna love you every day. सबैजनालाई धन्यवाद होइन। ल आजको यो खुसियाली समयमा चाहिँ यसरी सबैजनासँग भेटभाट गर्न पाउँदा प्लस हाम्रो हाम्रो दाजु र भाउजूलाई धेरै धेरै शुभकामना आजको दिनको लागि। लाइक धेरै रमाइलो भइरहेको छ। अर्को कुरा भनेको उहाँ दुईजनालाई चाहिँ अब आउने हाम्रो लाइक बेबी लाइक एकदम नर्भस भएँ, किनभने त्यही नर्भसनेसको लागि हामीले केही त्यहाँ जोडेका छौँ, त्यसले अलिक कन्फिडेन्ट ल्याउँछ होइन। आज म युएस आइकन मेरो चाहिँ एउटा उहाँहरू चाहिँ प्यारेन्ट्स जस्तै हो होइन। उहाँहरूले मलाई धेरै गाइड गर्नुभएको, धेरै हेल्प गर्नुभएको, सपोर्ट गर्नुभएको छ र आजको यो इभेन्टमा यसरी अबाउट 7 इयर्स हामी सँगै एउटा फ्यामिली भएर चाहिँ हामी इन्जोय गरेर मेरो हार्ड टाइममा भयो, मेरो ह्याप्पिनेसको टाइममा होस् होइन, उहाँहरूले धेरै सपोर्ट गर्नुभएको छ र उहाँहरूलाई आजको यो बेबी सावरको लागि पनि अब
एकदमै एक्साइटेड भएर चाहिँ म बिहानदेखि नै एकदमै एक्साइटेड छु यो समयको लागि होइन। अनि त्यहाँबाट उहाँहरूलाई अब शुभकामना छ। अहिले त्यति भन्न चाहन्छु। म खासै बोल्न